भुइँचालो आएको भएदेखि त बारीको पाटामा सुतेर पनि टालिन्थ्यो होला। तर हाम्रो घरमा त ग्यास सिधेर घरै भत्केला जस्तो भइसक्यो। लौ न हामी दुईजना जसरी भए पनि एक एकवटा ग्यास दिनु पर्यो। साउजी बरु एउटा ग्यासको बदलामा मेरो किडनी माग्नुहुन्छ भने दिन तयार छु, तर एउटा ग्यास चाहिँ जसरी भए पनि चाहियो साउजी। हेर राजु भाइ, हेर कमल भाइ, अहिलेको अवस्थामा चाहिँ म बरु चामल दिन सक्छु, तरकारी दिन सक्छु, जे जे चाहियो सामानहरू दिन सक्छु, बरु पैसा दिन सक्छु, तर ग्यास भने चाहिँ म दिन सक्दिनँ। त्यस्तो नभन्नु न साउजी यार, अहिलेको बेलामा तपाईँले हाम्रो भगवान हो। तपाईँले नै त्यस्तो भन्नुभयो भनेदेखि त हामी ग्यास कहाँ खोज्न जाने? त्यही त साउजी। हेर राजु भाइ, हेर कमल भाइ, अहिलेको बेलामा चाहिँ म तिमीहरूको लागि यस्तो भगवान भएको छु, जुन भगवानले तिमीलाई चाहेर पनि ग्यासको वरदान दिन सक्दिनँ अहिले। तर ग्यास पाउनुको लागि एउटा सजिलो उपाय चाहिँ म बाटो देखाइदिन चाहिँ सक्छु। कस्तो बाटो साउजी? यदि ग्यास पाउँछ भने म जस्तो बाटो पनि हिँड्न तयार छु। के मैले मेरो डाङ्गो खुट्टाले तातो पहिलामा हिँड्नु पर्ने हो? पर्दैन पर्दैन, त्यस्तो केही गर्न पर्दैन। अस्ति यहीँबाट तिम्रो जेठाले 2टा सिलिन्डर लिएर गएको छ, भरि सिलिन्डर। त्यहीँ गएर एउटा मागेर चलाउनु भइहाल्यो।